नमस्कार। हामी भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति मिरिक महकुमा समिति म अध्यक्ष उमेश तोलाङ्गी, साथ हाम्रा सहसचिव राकेश रसाइली, साथ हाम्रो कोषाध्यक्ष अशोक तामाङ है। विशेष आज हामी यो प्रेस वार्ता गर्नुको मुख्य कारण के हो भने फिलहाल मात्रै सामाजिक सञ्जालमा जुन गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले है पहाडमा एउटा अशान्ति सृजना गर्ने किसिमको बयान जो विनय तामाङ अनि हाम्रो अध्यक्ष महोदयसीमा अनित थापा ज्यूलाई थुक्ने भन्ने जुन शब्द प्रयोग गरेर है यो एउटा अपमानित गर्ने शब्द जुन प्रयोग गर्यो यो हामी मिरिक महकुमा युवा शक्तिलाई चाहिँ मान्य छैन। यस्तै नेतृत्वको कारणले गर्दा 2007 देखिको आन्दोलन पनि तुलिएको हो अनि 2017 को आन्दोलन पनि तुलिएको हो। यसकारण आज पनि अहिलेको शिक्षित युवा युवती भाइ बहिनीहरूलाई लिएर यस्तो भड्काउ शब्दहरू प्रयोग गरेर यो पहाडमा अशान्ति ल्याउने वातावरण सृजना गर्दैछ। यसलाई प्रशासनले मध्यनजर राख्नुपर्छ, किनभने हाम्रो पार्टीको त सिद्धान्त नै हामी शान्ति र हाम्रो पहाडमा विकास हुनुपर्छ भन्ने सोच हो। र 2017 देखि यता पहाडमा जुन शान्ति छ, जुन शान्ति स्थापित गर्नुभएको छ हाम्रो अध्यक्ष महोदयले, यो चाहिँ एउटा पहाडको समग्र गोर्खा जाति अनि पहाडमा बसोबासो गर्ने सबै समुदायको निम्ति एउटा मानिलियो आज उत्साहको समय हो। यो हामी अशान्ति चाहँदैनौँ पहाडमा, तर जुन बयान दिनुभएको छ हिजोको जुन उसमा विमल गुरुङले जुन बयान दिनुभएको छ त्यो बयानलाई चाहिँ उहाँले फिर्ता लिएको हुनुपर्छ। यसरी जताभावी बोल्नु हुँदैन। 2017 को आन्दोलनको स्थिति के थियो त्यो उसलाई पनि थाहा छ। जनतालाई उचाल्यो, कार्यकर्तालाई उचाल्यो, भत्काउनु लायो, डराउनु लायो, तोडफोड गर्नु लायो, लास्ट जनताको आन्दोलन भनेर आफै भागी गयो। एउटा जेल पस्नु डराउने नेता एउटा प्रशासनको अगाडि उभिएर आफ्नो जाति, आफ्नो जनता, आफ्नो क्याडरको सुरक्षाको लागि बोल्नु नसक्ने नेता चाहिँ आज आएर फेरि अहिलेको युवा युवतीलाई फेरि भड्काउने कोसिस गर्दैछ। यो चाहिँ गलत हो। यो चाहिँ एकदम उसले गलत गर्दैछ। यसरी भड्काउ भाषण दिएर चाहिँ उत्तेजित गर्ने माहौल सृजना नगरोस्। हामीले भन्दैछौँ बारम्बार हामी शान्ति चाहन्छौँ अनि यो शान्ति श्रृङ्खला कायम हुनुपर्छ अनि यो प्रशासनले पनि याद गर्नुपर्छ। हो उसले त आफ्नो मुकुटदेखि लिएर आफ्नो पार्टीको मान सम्मान इज्जत सबै बिक्री बिखान गरेर आज बिजेपीले जित्दा ऊ आफै रमाउँदैछ। ब्याङ्कबाट जस्तो पानी पर्दा उफ्रेको छ। उसको जितको मार्जिनलाई हेर न, उसले जिताएको भनेर उसले सोच्छ। 2021 को चुनावमा पनि हेर ममता बोजूलाई हामी मुख्यमन्त्री बनाउन चाहन्छौँ भनेर उहाँ यो दार्जिलिङमा आएर फुक्ने, सिलगढीमा आएर हल्ला गर्ने, त त्यति बेला पनि बिजेपीले जितेर गयो त। आज 2026 मा आएर पनि बिजेपीले जितेर गयो। त्यति बेला उहाँले टिएमसीलाई सकाएको थियो 21 मा, यो पालि उहाँले बिजेपीलाई सकायो। त्यो महललाई पनि हेरेर लानुहोस्, किन यो त मोदीको वेब हो। मोदीको वेबले पहाडले पनि त्यो वेबलाई एक्सेप्ट गर्यो र आज जितेर गयो। तर आज जित्दा चाहिँ मैले जिताएको, मेरो पार्टीले जितेको भन्ने चाहिँ उसको सोच गलत हो। र आज यस्तो कुरामा चाहिँ उसले आफ्नो मार्जिनलाई हेर अनि आज सबै पार्टीहरूको संयुक्तसँग आज बिजेपीले जित्दा चाहिँ आफू यसरी पहाडमा म छु, अब मै नै यहाँनिर फेरि पहाडको जुन परिवेश छ त्यसलाई धमिलाउने काम गर्छ भने हामी युवाहरू पनि चुप लाएर बस्दैनौँ। अब चुप लाएर बस्ने समय छैन। त्यो 2007 को त्यो भल भेल छैन। अहिले त्यो आफूले सोच्नुपर्छ। जुन व्यक्ति प्रशासनको अगाडि जेलबन्दी हुनुदेखि डराएर भागेर आफूलाई विस्थापित घोषणा गर्ने व्यक्तिहरू लिडर भएर आफूलाई उयो अगाडि आउँछ, जनताको हितको लागि बोल्नु नसक्ने नेता चाहिँ आज आएर फेरि हाम्रो नेतृत्वलाई चाहिँ उहाँले औलाउँछ भने हामी पनि त्यो सहन सक्दैनौँ। हामी यहाँ पहाडको यो शान्तिमय परिवेशलाई धमिलाउने काम नगरोस्। उहाँलाई हामी आह्वान गर्न चाहन्छौँ। उहाँले कदाचित माफ मागेको हुनुपर्छ अनि यसमाथि प्रशासनिक कारवाही भएको हुनुपर्छ भने हामी मिरिक महकुमा युवा शक्तिको पक्षबाट यो आह्वान गर्न चाहन्छौँ। आजभन्दा अगाडि पनि आज पनि के छ र यो जितिएको चियरको लागि त उहाँहरूको आफ्नो उथुलपुथुल चलिरहेको छ।
आज जिटिएलाई खारिज गरिन्छ भन्ने एउटा सम्भावना लिएर उहाँहरू पनि जिटिए चियरको लागुकोठीको लागि उहाँहरू भागदौड गर्दैछ। तर जिटिएलाई त्यसै खारिज गर्नु सक्ने कुरा होइन। आजभन्दा अगाडि पनि 5 वर्ष जब जिटिएको मियाद चल्दै थियो उसमा जनमुक्ति मोर्चाको समयमा उहाँले पनि दुईपल्ट रिजन दिँदै आफूले पनि फेरि शपथ लिँदै बसेको हो त, त्यतिले खारिज भएन त। जब ऊ सरकारसँग मिल्यो त्यति बेला टिएमसीसँग उसको कटाक्ष हुँदा पनि उहाँले जिटिएको आसनमा विस्थापित भएर काम गरेको हो त। अनि आज जब हाम्रो अध्यक्ष महोदय अनि थापाज्यूले जब जिटिएलाई एउटा प्रशासनिक हिसाब रन गरेर जाँदैछ, पाहाडमा शान्ति व्यवस्थाको श्रृङ्खला लिएर उहाँले एउटा माने पाहाडमा शान्तिको सन्देश लिएर बढ्दा चाहिँ आज उहाँलाई चाहिँ किन पोल्दैछ? यो चाहिँ गलत हो। जुन हिसाबले तपाईँले बोल्नु हुँदैछ, हेर्नु शब्दको बान सबैलाई आउँछ हान्नु। तपाईँ एउटा पाहाडको लिडर भनेर आफूलाई ठान्नुहुन्थ्यो भने त्यो समयको, तर यो समयमा चल्दैन, तपाईँको त्यो विचारधारा चल्दैन। अनि अहिलेको युवा युवतीहरूलाई पनि भड्काउने भाषण दिएर अनि उत्तेजित बनाउने कोसिस नगरौँ। भोलिको दिनमा फेरि त्यही हो, जेल नेल हुन्छ, त्यही केसहरू बढेको हुन्छ। अनि भोलिको दिनमा प्रशासनिक कार्य हुन थाल्यो भने हाम्रो शिक्षित जमातहरू त्यो भिडभित्र पस्छ, उहाँहरूको भविष्य अन्धार हुन्छ। त्यति बेला यो नेता त भागेको हुन्छ है फेरि। यो चाहिँ हामीले भोगेर आएको, 2017मै भोगेर आएको। यसकारण गरेर भगाउने नेताहरूलाई चाहिँ हामीले साथ र सपोर्ट गर्नु हुँदैन। यस्तो नेताले नै पहाडको शान्तिलाई बिगार्ने कोसिस गरिरहेको छ। जनता सबै सचेत हुनुपर्छ। हामी सबै पहाडको जति पनि कुना भेगमा बसेको छौँ, हामी एकत्रित हुनुपर्छ र सही दिशा निर्देश त तपाईँ हामीले बुझ्नुपर्छ, निहालेर हिँड्नुपर्छ भन्ने सबैलाई आह्वान गर्न चाहन्छु। धन्यवाद।